नेपालमा माछा पालनको अवस्थाको इतिहासलाई फर्केर हेर्ने हो भने परापूर्व कालमा गाईबस्तुलाई पानी खुवाउन वा नुहाउनको लागि बनाइएका ससाना कुवा तथा पोखरीबाट सुरुवात भएको पाइन्छ। यसरी सुरुवात भएको माछा पालन विक्रम सम्वत 2023 सालमा आइपुग्दा तत्कालीन श्री 5 महेन्द्र सरकारले जनकपुर, हेटौडा, भण्डारा, भैरहवा, धनगढीमा मत्स्य विकास केन्द्रको सुरुवात गरेपछि कतिपयले घर खर्च निर्वाह गर्ने हिसाबले र कतिपयले शोखको हिसाबले पनि माछा पालन गर्न थाले। थाहा थिएन पहिला सुरुमा माछाको बारेमा। त्यहीँबाट माछाले भुरा छोडिसकेपछि बल्ल माछाले हामीलाई काम सिकाउँदै गयो र पोखरीको वृद्धि गर्दै गइयो। गर्दै गर्दै आफ्नो पनि वृद्धि गरियो, छरछिमेक पनि वृद्धि हुँदाहुँदै पुरै गाउँ नै माछा पालन व्यवस्था यहाँ बन्यो। जुन जमिन हाम्रो माछाको लागि योग्य रहेछ भन्ने कुरा माछा सुरुवात गरेपछि बल्ल थाहा भयो। पहिला कृषि पेसा गरियो, धान, मकै, गहुँ एकदमै समस्या भयो। अब यो खर्च धान्न पनि गाह्रो हुने भएको कारणले मैले चाहिँ विकल्प खोज्दै थिएँ। त्यही मेसोमा घर पछाडिको 1 कट्ठा जग्गामा सानो पोखरी खनेर हेर्दा 1 वर्षको उसको उत्पादन लगभग यसो हेर्दा धानको भन्दा धेरै राम्रो भएको महसुस गरेर मैले अलिकति ठुलै किन नगर्ने भनेर मैले माछा खेती सुरु गरेँ। जे होस् अहिले धान खेती गर्दै आएको सिचुएसन भन्दा अलि फरक छ। नेपाल जस्तो जलस्रोतको धनी देशमा माछा पालनको सम्भावना र अवसर अत्यन्त राम्रो देखेपछि 2059 सालदेखि बिस्तारै व्यावसायिक रूपमा माछा पालन गर्नको लागि नयाँ पोखरी निर्माण सुरु भए। यसरी निर्माण गरिएका पोखरीमा आधुनिक तरिकाले माछा पालन गर्ने विधि खोजी गर्नको लागि पनि सक्रिय भए। यसै क्रममा आधुनिक पोखरीको निर्माण, सुधार तथा सिल्पोलिन प्लास्टिकको प्रयोग गरेर व्यावसायिक पोखरी निर्माणले समेत तीव्रता पायो। यता किसानहरूले व्यावसायिक रूपमा माछा पालनको सुरुवात गरिरहँदा तत्कालीन सरकारले निर्माण गरेको मत्स्य विकास केन्द्रहरू भने रुग्ण फार्ममा परिणत हुँदै गएकाले माछा पालन गर्ने किसानहरूले आफ्नै निजी प्रयासमा ह्याचरी तथा नर्सरी सुरुवात गरेर माछा पालनलाई थप व्यावसायिक रूपमा अघि बढाउनको लागि ऊर्जा थप्ने काम गरे। प्राकृतिक जलाशयहरू, ताल तलैयाहरूमा पनि व्यापक रूपमा चाहिँ मत्स्य पालन भइरहेको छ। पुराना पोखरीहरूमा चाहिँ राम्रै भइरहेको छ र नयाँ पोखरीहरू पनि क्रमिक रूपमा धेरै विस्तार भएको छ। र हामी चाहिँ मत्स्य विकास केन्द्रको चाहिँ संरचना हेर्ने हो भने स्थापना कालमा जस्तो थियो त्यो भन्दा पनि अलिकति खस्किँदै गएको छ। यथार्थ के छ भनेपछि जुन हाम्रो चाहिँ हेचरीहरू थियो, पोखरीहरूको अवस्था थियो, सिँचाइको सुविधा थियो, त्यसमा कुनै चाहिँ गुणात्मक परिवर्तन त हुन सकेको छैन। अर्थात् चाहिँ जहाँ हामी थियौँ खालि म्यानेजमेन्टले गर्दाखेरि उत्पादन बढेको हो र क्षेत्र विस्तारले चाहिँ हाम्रो मत्स्य विकासको क्षेत्र विस्तार या चाहिँ सुविधा विस्तारले त उत्पादन बढेको छैन। मेरो जुन ह्याचली उत्पादन गर्छु त्यो 12 देखि कैलालीसम्म जान्छ र यहाँबाट केही पर्सेन्टमा इन्डिया पनि जान्छ ह्याचली। पहिले नेपालमा इन्डियाबाट धेरै ह्याचलिङ र भुराहरू भित्रिन्थ्यो। मलाई आज लाग्छ कि एकदम न्यून भइसकेछ। त्यो पनि पश्चिमाञ्चल साइडमा अलिअलि भित्रिन्छ, नभए बाँकी साइडमा कुनै साइडमा पनि इन्डियाबाट आएर भित्रिँदैन। हामी आफै सक्षम छौँ। अब यसरी कृषकहरूको माछा पालन प्रतिको उत्साह देखेपछि 2066 र 2067 सालमा नेपाल सरकारले अभियानमुखी माछा उत्पादन फिस मिशन कार्यक्रम सुरु गर्यो। यो कार्यक्रमको सुरुवातसँगै नयाँ पोखरी निर्माण कार्यले झन तीव्रता पायो। 59-60 सालमा म मलेसिया गएँ। मलेसिया गएर चाहिँ तपाईँको 2 वर्ष चान्चुन बसेपछि चाहिँ अनि अब घरमा गएर अब आफैले बरु एउटा केही व्यवसाय गरौँ भन्ने हेतुले चाहिँ म विदेशबाट फर्केर 65-66 सालमा पोखरी खन्ने काम सुरु गरेँ। अनि त्यसपछि पहिला भनौँ न मेरो जीवनी भन्दाखेरि लगभग 15-20 मिनट धान कमाउन नि मलाई गाह्रो पर्थ्यो। अनि जब मैले पोखरी सुरु गरेँ वर्षको 10-12 कुन्टल माछा निकाल्न थालेँ। अनि पछि त्यसको 2 वर्षपछि मैले चाहिँ एउटा 2टा पोखरी लिजमा बढाउँदै अहिले चाहिँ भनौँ न मलाई समस्या परे छैन। यति बेलासम्म आइपुग्दा माछा पालन गर्ने किसानहरूलाई एउटा सङ्घको आवश्यकता भयो।
विक्रम सम्वत 2068 सालमा मत्स्य विकास निर्देशनालय बालाजु काठमाडौँमा मत्स्य व्यवसायी तुलसीराज गिरीको संयोजकत्वमा राष्ट्रिय भेलाको आयोजना भयो, जुन भेलाले नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय तदर्थ समिति गठन गर्यो। बिस्तारै नेपाली माछा बजारमा जान थालेको भए पनि अधिकांश उपभोक्ता भारतबाट आयात गरिएका फर्मालिन युक्त माछा खान बाध्य थिए, जुन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक मानिन्छ। नेपाल सरकारले पनि यदि माछा पालनमा नेपाल आत्मनिर्भर भयो, अब हामी माछामा आत्मनिर्भर भयौँ र विदेशका माछाहरू हामी ल्याउन दिँदैनौँ, जसरी कुखुरा व्यवसायहरूलाई हामीले सहयोग गऱ्यौँ त्यसरी नै अब माछा किसानहरूलाई पनि सहयोग गर्छौँ र तपाईँहरू आत्मनिर्भर बन्नुहोस् भन्ने दिन आयो भने हामीले बजार खोज्नु पर्दैन। हाम्रो चाहिँ यो आफैले उत्पादन गरेका एउटा चाहिँ फर्मालिन झोल नहालिकन मार्केटमा पुर्याइएका माछाहरू अति नै स्वस्थकर हुन्छ। तर आज बजारमा चाहिँ बाहिरबाट आयात गरिएका माछाहरू सामुद्रिक माछाको नाममा आखिर हामी जस्तै किसानहरूले उत्पादन गरेका माछाहरूलाई विभिन्न किसिमको औषधिहरू प्रयोग गरेर बजारमा ल्याइएको छ। तत्कालीन समयमा नेपाली माछाले राम्रो बजार नपाएको र उपभोक्ताले फर्मालिन युक्त भारतीय माछा खानु परेको अवस्थालाई मध्यनजर गर्दै सर्वप्रथम संघका केन्द्रीय महासचिव अम्बिका प्रसाद अधिकारीले नेपालमा नै पहिलो पटक जिउँदो माछा बिक्री गर्ने कामको सुरुवात पोखराको बजारबाट गर्नुभयो। नेपाली उपभोक्ताले हाम्रो नेपाली माछालाई नै अब ढुक्कसँग कसरी चाहिँ खपत गर्न सक्ने र भारतीय जुन विषाक्त माछाहरू चाहिँ खान नपर्ने अवस्थाको सिर्जना गर्नको लागि हामीले जिउँदो माछालाई नै उपभोक्ताको आँखा अगाडि बिक्री गर्ने कामको सुरुवात गऱ्यौँ र यसले नेपाल अधिराज्यभरिका सहरहरूमा जिउँदो माछाका बिक्री केन्द्रहरू पनि चाहिँ प्रशस्त मात्रामा चाहिँ खुल्दै गए र नेपाली उपभोक्ताले यो अभियानलाई असाध्यै मन पराए र यो जिउँदो माछाका उपभोक्ताहरू पनि बिस्तारै बढ्दै गएको अवस्था भयो भने सँगसँगै हामीले हाम्रो माग अनुसारको माछा उत्पादन गर्न चाहिँ सकेनौँ र माछा उत्पादकत्व वृद्धिको लागि नेपाल सरकारले खासै पहल चाहिँ ल्याउन सकेन। अहिले पनि अनुदान प्राप्त भारतबाट आयातित माछासँग हाम्रो नेपाली माछाको उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको अवस्था छ। त्यसको लागि अब नेपाल सरकारले उत्पादनमा अनुदान दिने व्यवस्था गरिदिएको खण्डमा अहिले भएको प्रति इकाइ उत्पादकत्वलाई वृद्धि गर्न सकिन्थ्यो र हामीलाई चाहे जतिको माछा हामी उत्पादन गर्न सक्षम हुन्थ्यौँ भन्ने हाम्रो सोचाइ छ। अधिकारीले सुरुवात गर्नुभएको यो अवधारणाले माछा पारखी उपभोक्ता माझ अत्यन्तै लोकप्रिय बन्यो र भैरहवामा पनि सुरु भयो। त्यसपछि राजधानी काठमाडौँमा जङ्गबहादुर शाहले गर्नुभयो भने अहिले आएर देशका विभिन्न सहरमा जिउँदै माछा बिक्री गर्ने थुप्रै पसलहरू खुलिसकेका छन्। नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय समिति र नेपाल मत्स्य समाजको संयुक्त आयोजनामा काठमाडौँमा प्रथम मत्स्य महोत्सव तथा परिकार प्रतियोगिता सम्पन्न भयो भने विभिन्न जिल्ला समितिहरूले आफ्नो जिल्लामा नेपाली माछाको प्रवर्धन प्रचार तथा परिकारै बनाउन सिकाउने र चखाउने गरी चितवनमा प्रथम चितवन मत्स्य महोत्सव सम्पन्न भयो, जसका कारण स्वदेशी माछाको स्वाद उपभोक्ता माझ लोकप्रिय बन्यो, जसले नेपाली माछाको माग ह्वात्तै बढायो। यसरी उपभोक्ताले आफ्नै आँखा अगाडि जिउँदै माछालाई काटेर लिएर जान पाएपछि स्वदेशी माछाको माग र बिक्री दिन प्रतिदिन बढ्दै जान थाल्यो। एकातिर यसले उपभोक्ताको सचेतना विस्तारसँगै पोखरीको क्षेत्रफल विस्तार गर्ने काम त भयो, तर गुणस्तरीय दाना अभाव, उन्नत भूरा तथा पोखरी पुनर्निर्माणमा अनुदान सहयोग नपाउनु लगायतका विविध कारणले गर्दा प्रति इकाइ उत्पादकत्वमा वृद्धि हुन सकेन, जसले गर्दा वर्षेनी 2 अर्ब भन्दा बढीको फर्मालिन युक्त भारतीय माछा आयात गर्नु परेको छ, जुन माछा स्वास्थ्यकर अवश्य छैन। उपभोक्ताहरूले अझै पनि पैसा तिरेर विषाक्त माछा उपभोग गरिरहेका छन्। माछाको उत्पादकत्व वृद्धिका लागि सरकारले कुनै ठोस कार्यक्रम ल्याउन त सकेन, तर माछा पालनको लागि प्रमुख स्रोत
पानीको लागि चलाइने मोटर र अक्सिजन वृद्धिको लागि चलाइने एडिएटर सिंचाई विद्युत मिटरबाट महसुलमा 50% छुट पाएर मत्स्य व्यवसायीलाई केही राहत मिलेको थियो। तर एकाएक विद्युत प्राधिकरणले माछा पालन उद्योगभित्र पर्छ भन्दै जबरजस्ती उद्योग सरहको विद्युत महसुल तिर्न बाध्य बनाइसकेपछि माछा पालन गर्ने किसानहरू निराश बनिरहेका छन् भने आत्मनिर्भर उन्मुख बन्दै गरेका मत्स्य पालन व्यवसाय एकाएक पलायन हुने खतरा बढ्दै गएको छ। पहिलो चुनौती चाहिँ मैले सिँचाइमा जोड्न चाहन्छु। अब 5 बिघा धान खेती गर्यो, त्यो सिँचाइमा चाहिँ अनुदान हुने नेपाल विद्युत प्राधिकरणले दिने अब चाहिँ सिँचाइका मिटरहरू, तर 5 गट्ठा मात्रै पोखरीमा माछा पाल्दाखेरि पनि त्यसलाई चाहिँ नि अब यो चाहिँ नि औद्योगिक हो, माछा पालन भनेको औद्योगिक हो, यसलाई चाहिँ यो सुविधा दिन हुँदैन भनेर वञ्चित गराएको अवस्था। अब आखिर किसान त किसान हो नि त, तर यसलाई किन पाखा लगाइयो? नेपाल सरकारको नीति के हो यसो प्रश्न छैन। तर यो कृषि मन्त्रालयले किन उपेक्षित गर्यो? यही नेपाल सरकारले नै पोखरी खण्डको लागि धनाधन अनुदान दिने, अर्कोतिर चाहिँ अब त्यही सरकारले चाहिँ अब फेरि अब चाहिँ एक तरह रुख चढाएर फेद काट्ने काम गरिरहेको जस्तो हो कि हाम्रो यो माछा पालकको किसानहरूको लागि भन्ने कुरा चाहिँ जस्तो लागिरहेछ मलाई चाहिँ। 40-45 साल पुरानोदेखिको माउहरूको अब चाहिँ बुढाहरू चाहिँ हामीले चाहिँ आज पनि चलाइरहेका छौँ। यिनमा चाहिँ अब हामीले चाहिँ नसलन सुधार भनेर भन्छ, नसलन सुधारहरू माछाहरूमा देखिरहेको छैन। यी नसलन सुधारको व्यवस्था भइदिएदेखि किनकि माछाहरूमा पनि सुधार हुन्थ्यो। पछिल्लो समयमा विभिन्न रोगहरू भित्रिरहेका छन्, त्यसको विषय पनि नेपाल सरकारबाट केही गर्न नसकेको अवस्था छ। र प्राविधिकको रूपमा हेर्ने हो भने जिल्ला कृषि विकास कार्यालयमा एकजना प्राविधिक हुनुहुन्छ मत्स्य अधिकृत, उहाँले त यो भ्याउने सम्भवै छैन। कमसेकम पनि सेवा केन्द्र स्तरीय चाहिँ एकजना प्राविधिक राखिदियो भने चाहिँ पक्कै पनि यो व्यवसाय चाहिँ राम्रो छ। हामी दयानगरवासीहरू माछामै आबद्ध भइरहेका छौँ। अब खेती किसान धान अन्न बाली भन्दा पनि बढी उत्पादन पाइने भएको हुँदाखेरि हामी यस माछामा आकर्षित भएका हौँ। किसानले इन्सुरेन्स गर्न चाह्यो भने उहाँहरूले डाइरेक्ट चाहिँ इन्सुरेन्स गरिदियोस्। जस्तै गाई भैँसीको इन्सुरेन्स हुन्छ, बाख्राको इन्सुरेन्स हुन्छ, जस्तै व्यापारमा चाहिँ तपाईँको पसलको इन्सुरेन्स हुन्छ, त्यसरी नै इन्सुरेन्स कम्पनीले गरिदियोस् भन्ने आशा राख्दछु मैले। सरकारले माछाको उत्पादकत्व वृद्धिको लागि प्रभावकारी कुनै पनि अनुदानको कार्यक्रम ल्याउन नसके पनि पाएको विद्युत सहुलियतमा समेत कटौती गरेपछि माछा पालन गर्ने किसानहरू पटक पटक सरकारवाला निकाय हुँदै कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री समक्ष पुगेर थप अनुदान त पाइन पहिले पाएको अनुदान त कायम गरिदिनु पर्यो भन्दा कुनै पनि सुनवाई नै भएन। उद्योग सरहको विद्युत महसुल तिर्न बाध्य भएका किसान निराश भएपछि माछा पालक किसानहरूको तर्फबाट मत्स्य व्यवसायी संघको प्रश्न छ, हाम्रा नेता तथा नीति निर्माताहरूलाई माछा पानीमा उत्पादन हुने चिज हो कि माछा कारखानाबाट उत्पादन हुने वस्तु हो? यति पनि थाहा नभएर होला सायद माछा पालन व्यवसायलाई उद्योग भनिएको। पानीको धेरै समस्या परेको छ। मेन चाहिँ कस्तो भने अब हाम्रो खेती भएको कृषि यो धान खेती भएको ठाउँमा हामीलाई अब पहिला कुलोबाट आउँथ्यो, तर अहिले पानीको असुविधा छ। त्यसपछि हामीले पम्प सेट लगाएर त्यो डिजल खर्च गरेर हामी गर्छौँ। तर पानीको लागि हामीले विद्युत जुन छ उपकरण, अब त्यो हामी प्रयोग गर्दाखेरि हाम्रो यो नेपाल सरकारकोबाट हामीले राहत पाउने, किनभने अब अरू खेतीमा जस्तै कि धान गहुँ तरकारी खेतीहरूमा चाहिँ छुट पाएछ, तर माछाको लागि हामीले केही छुट पाएको छैन। मत्स्य पालन भनेको कृषि अन्तर्गत आउँछ। यसलाई चाहिँ सरकारले अहिलेको कन्टेक्स्टमा हेर्दाखेरि माछा पालनलाई चाहिँ उद्योगको सरहमा राखेको छ। अब हामीले बारम्बार भनिरहेछौँ उद्योगमा राख्ने बित्तिकै हाम्रो विद्युत महसुल महँगो जान्छ। त्यही भएर हामी बारम्बार माथिको निकायहरूलाई पनि कृषि माछा पालनलाई चाहिँ कृषि अन्तर्गत राखियोस्। यदि त्यसो हो भने माछालाई कृषिमा नराखी उद्योग मन्त्रालयमा राखियोस्, होइन भने किन विद्युत महसुलको अनुदान कटाएर उद्योग सरह बाध्य पारिएको छ? वर्षेनी 2 अर्ब भन्दा बढी माछा भारतबाट आयात भइरहेको अवस्थामा नेपाललाई हामी आत्मनिर्भर बनाउन कम्मर कसेर सरकारको यस वर्ष बजेट लक्ष्य अनुसार 3 वर्षभित्रमा माछामा साँच्चै आत्मनिर्भर बनाउने हो भन्ने निम्न कुराहरू लागू गर्न मत्स्य व्यवसायीहरूको अनुरोध रहेको छ। 1. पोखरीमा प्रयोग गरिने विद्युत मिटरको महसुलमा कृषि सिंचाई सरह नै 50% अनुदान कायम गरियोस्। 2. उत्पादकत्व वृद्धिका लागि 10,000 थान एडिएटर तथा विद्युत सुविधा नभएको ठाउँमा 5,000 थान पम्पसेट र साना किसानका लागि 1 देखि 1.5 हर्स पावरका 2500 वटा
समर्सियल पम्प खरिदको लागि 80% अनुदान उपलब्ध गराइयोस्। 3. माछा पालन गर्ने कृषकहरूको नयाँ र पुरानाको विभेद हटाई सबै नयाँ कृषकहरूलाई सहुलियतपूर्ण ब्याजको कृषि कर्जा पाउने व्यवस्था गरियोस्। 4. पुराना पोखरी शुद्धिकरण गर्न एक पटकको लागि प्रति हेक्टर रु 2 लाखसम्मको अनुदानको व्यवस्था गरियोस्। 5. 2072 सालको महाभूकम्पका कारण पहाडी तथा हिमाली जिल्लामा रेम्बो ट्राउट माछा पालिएका पोखरीमा भएको क्षति मूल्याङ्कन गरी पुनर्निर्माणको लागि अनुदानको व्यवस्था गरियोस्। पंगासियस माछाको भुरा आयात गर्ने अनुमति दिँदै पंगास माछा पालनलाई नेपाल सरकारले मान्यता दियोस्। 6. मत्स्य सम्बन्धी हरेक क्रियाकलापमा नेपाल मत्स्य व्यवसायी संघसँग सहकार्य गरियोस्। 7. नेपालकै मध्यभाग चितवन जिल्लामा निकट भविष्यमा सामूहिक रूपमा सञ्चालन हुन लागेको आधुनिक माछाको दाना उद्योगको लागि 5 करोड अनुदान उपलब्ध गराइयोस्, जुन उद्योगले नेपालको आधा भागमा दाना आपूर्ति गर्न सक्नेछ। 8. नेपाल सरकारका मातहतमा रहेका नेपाल प्रहरी, जनपद प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको भान्सामा 15 दिनमा एक पटक नेपाली माछा खुवाउने अनिवार्य व्यवस्था गरियोस्। 9. कृषि विकास मन्त्रालयलाई कृषि तथा मत्स्य विकास मन्त्रालय नामाकरण गरियोस्। उल्लेखित कुराहरूलाई लागू गर्न सकिएको खण्डमा कृषकहरूलाई माछा पालन प्रति आकर्षित बनाई नेपाललाई माछामा आत्मनिर्भर बनाउन सकिने हामीले विश्वास लिएका छौँ।